एउटै गाडी उहीँ पुग्यो कि छुट्टा छुट्टै होइन सुशील कोइरालाको गाडी त्यहाँ पुगेन, कालिम्पोङ पुग्यो। कालिम्पोङ अनि गिरिजा बाबु चढ्नु भएको गाडी दार्जिलिङ पुग्यो। त्यो दुईटा तपाईँहरू एकै ठाउँ पुग्नु अनि सिलगढी गएको कसको गाडी दा सिलगढी गएको भनेको उता दार्जिलिङबाट फर्किँदाखेरिको हो। पहिला पशुपतिनगर बाटो त थिएन नि त, सिलगढीबाटै जाने हो नि त। अनि एउटा अब युट्युबहरूमा पनि दिन्छ, त्यो गर्छ। 3 जनाको टिकट मध्ये एउटा टिकट चाहिँ मालासिना काठमाडौँ आउने थियो अरे। उसलाई चाहिँ तपाईँ आज नजानुहोस्, हाम्रो बिरामी यताउति लानु पर्यो त्यो भनेर उसलाई टिकट क्यान्सल गर्न लगाएर तपाईँहरू आउनुभयो अरे हो। होइन त्यो नाम मालासिना सिपिलो अनि के अरे विश्वबन्धु थापा 3-4वटा नामहरू त्यसमा चर्चामा आएका छन्। तर त्यो आरएनसीको स्टाफसँग कुरा गर्ने टिकटको लागि कुरा गर्ने सन्दर्भमा त्यहाँ उठेका हुन्। उनीहरूसँग पर्सनल भेटघाट भएको छैन। त्यो विषय